हेलो एन्ड वेलकम टु ब्याक युट्युब च्यानल। आयो सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु भन्न पर्यो। यसमा अमृत ब्लग वेलकम छ ब्लगमा। हजुरको टक्क आज चाहिँ बेसी जाने आमा चाहिँ हिँडिसक्न हैन, त्यही हो के गर्नुपर्छ बेसी गरेर हेरौँ ल। टक्क खोसी छ, पाडी छ, बरमास यस्तै हो कि टक्क बेसी जाने हो खोलातिर, फेरि अहिले दिउँसोतिर माथितिर जाने हो। कहाँतिर त मामा अब यस्तै जान्छमा छ म दाइ भनेको थिएँ फेरि मा थाहा होला मालामा बसेपछि दाइ मम्मीका दाइहरूले मामा भन्नै पऱ्यो होइन। साक्रो मामाको त होइन टक्क जोत्दिनु जाने हो। अहिले चाहिँ गाई यो बारी छ नि, यो बारी जोत्ने मैले एक्लै जोत्छु। गाईहरू माथिबाट गोरु ल्याउने हो, गोरु खान भोलि बुकिङ हान्दैछु। यो सिङ्गे जोत्ने अनि भोलि भोलि भल लगाउँछ, मिठो भल लगाउँछ। बसी क्यामेरा छोपिने मान्छे भयो दामी हुन्छ होइन। फेरि पोली नआउनु है कान्छी लाग्छ अब यार। म पनि जोत्ने हो। पल्लोपट्टि चाहिँ जोतिसकेको थियो टक्कति यो जोतेको होइन। यो आमाले टक्क यो फेरि उ गर्न हो कि गोरुले दुःख दिएको थिएँ अनि गोरुलाई मैले पुकाएर भात खान गएँ अनि गोरु त खुइ आफ्नो घर निस्केछ कि हाम्रो घर बन्द माथि र फेरि गोरुले दुःख दिएको थिएँ। म आमाले फेरि अब छिट्न होला अन्त म नछिट्नेको फेरि माथिबाट छिट्दै यस्तो भएको हो कि अलिअलि मुनि काटेर सिगो हाल्दैछु। त्यस्तो टेन्सन त छैन, तर त्यही हो प्रब्लम भएछ हो क्या। धेरै पछि हल्का नभनौँ 2 दिनपछि भ्लग हाल्छु। डेली भ्लग हाल्छु भन्छ होइन, त्यस्तै हुन्छ। कहाँ धुवा हेर्नु कस्तो देखेको क्या यार, यस्तो धुवा उडेदै देखिन्छ यार। के महिना अगाडि यार दिउँसभरि लास्टै गर्मी हुन्छ होइन। के हो यार, बुझ्नै सक्दिनँ यार। जामलाई यो हाम्रो फुल कतिचोटि देखाउने देखाएको छैन होला भ्लगमा, अहिलेसम्म देखाएको छैन। बाटो यस्तै छ, गो काट्ने काम छ होइन। जो जग्गा त बेसीमा त जग्गा त हुन्छ अनि त्यति राम्रो उजो भएको थिएन क्या, किनकि बिउ ल्याउनु आएको भए चाहिँ तर डुप्लिकेट पऱ्यो कि बिउ कम भयो कि कता कति पाउँछ कि देखाइदिन्छ होइन। त्यस्तो राम्रो अलिक बेसी उत्पादन भएको छैन हाम्रो नि। 3 वर्ष भएको छ पनि हाम्रो घर कानी त्यस्तै छ गाई, माउला कानी त्यस्तै छ क्या। थाहा होला सुरुको भ्लगमा डिलिट गरेको म चाहिँ माउला बस्छु होइन। घर फेरि धेरै 10 मिनट लाग्छ जानु। देखाएँ हामीलाई भिडियोमा देखाएको छैन, तर म लानु थाहा छैन। आमा हेर त यार, 1 हप्ता बेसी नआएको, बेसी यस्तो भएको रहेछ। 1 हप्ता आएको होइन गाई, धेरै होइन यार। जग्गा त पुरै खुइरो लाग्छ। आमाको फेस्टिभल त कति 8 कि 9 भएको छ नि, 7 होइन 8 भएको छ। टक्क 50 सब्सक्राइबरमा ल आमाको फेस्टिभल। फेरि मम्मीको त सिधै 100मा हो। माथि पाकेको रहेछ कि त्यही भएर आमाले बेसी जाने खोलो पनि सानो छ
बर्खा आउँछन् टक्क माछा होइन अहिले त माछा नि छैनन् भरभर गोडाचार यस्तै होला नि ठुलो खोला छन् यो त सानो खोला न पौडी रङको छ पौडी पनि यति यति आउँछ त्यति खोरो छ फेरि खेल्नु मन लाग्ने जस्तो पनि छैन यति यति आउँछ यही हेर्नु कता कति यस्तै छ हस् नामलाई त ल्याउन छ नि आमा अहिले यहाँ चढ्ने टक्कै बुइसमा तर यो बुइस कच्चो हुन्छ होइन आमा धेरै टिक्दैन कति सितो भने यार बिहान बिहान यस्तो ए ओहो सिस्नाले क्या नराम्रोसित पोलोनी मन ताजा छैनन् कि उबल्लो नि काट्ने हो टक्कै यो भ्याएपछि भेटौँला है त तपाईँ सो अल राइट गाइजहरू होइन हेर्नु गाउँको हालत कस्तो छ यस्तो छ यस्तो यत्रो काटेर होइन यत्रो काटेँ एक्लै काट्नु कतिवटा मुठा छ नि हालत एउटा दुईटा तिनटा चारवटा छन् कि यत्रो काटेर घाँस त यहीँ मुनि छ यति चारवटा मुठा छन् कि यत्रो काटेर पहिला मुठा लगाएर राख्नु हो र अरू घाँस त फिजारिदिने हो चल्न कि छैन यस्तो छ यसमा अलि छ नगर यस्तो छ कि यति छ यत्रो काटेर यहाँ तिनवटा मुठा होला चारवटा पाँचवटा छवटा अरू पुरै घाँस छ क्या यस्तो भएछ नि त गाउँको हालत पनि त्यस्तै छ अलिअलि भएको भन्ने यहाँ जग्गा त अरू छैन यस्तो छ हालत के भन्न सकिन्छ मुसालेर के बँदेरले हो कि रातेले हो बाल्ला टिपेको कौनाले टिप्यो भन्ने अब यस्तो छ हालत यो घाँस हालिदिएपछि टक्क घाममा आमा आएर त्यही त तल्ला फालिसकेँ यहाँ त अब होइन सुई घुमाउँछ स्वाई यो घाँस यति कुरकुरे घाँस यो के अरे कुरकुरे होइन र घाँस यसको नाम कुरकुरे घाँस काट्छु र काट्ने त के हो गोड दिने हो स्वाई सके यस्तो लुतु आउँछ एकचोटि आगो लगाइदिनु पर्यो आमा यस्तो छ टक्कै कुरकुरे घाँस काट्छु र यति पेटौँलाई अहिले चाहिँ म गोटा हन्टिङमा हेरेको छु गोटा हन्टिङ हेर्दा एउटा मैले मारेर देखाउँछु होइन यो चाहिँ तिर मैले तिर ल्याउने बेच्छ घर के छ ल हेर्नुहोस् है भिडियो देखेको छु भने है सानसाना माछा छन् ऊ त्यहाँ बगाल देख्न होला
बगल 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 झुमका झुमका केटा नजिक आने अनि भागिदिइहाल्छन्। यो बगल कहाँ पुग्यो के अलिअलि छन् त्यहाँ देखेछन् किन क्यामेरामा। ए ए ए यत्रै छन् गाईजहरूमा चाहिँ एउटा ठुलो आयो यता अनि ठुलो हुन दिउँ होइन। पहिला म गोटा हन्टिङमा निस्क्यौँ भने तर गोटो चाहिँ छैन होला यार। कालै कित आएको भने चाहिँ गोटाको यार नत्र मैले भ्याइदिन्थेँ आज गोटाको काम खत्तम हुन्थ्यो। गोटा काम खत्तम हुन्थ्यो गाइस। भेटाएन कि गोटो हन्टिङ चाहिँ फेल भइसकेको छ मेरो। गोटो हन्टिङ चाहिँ फेल भइसकेको छ। फिस हन्टिङ सकिन्न के यस्तो जान्छन् कि गाइस चैत्ते चित्त ढोङभित्र के पस्यो होला नि पस्दिनन् कि गाइस। खास मैले यसलाई गल्ती गराएको छु भित्र गए पनि माथि बाहिर आइहाल्छ होइन। खास तपाईँले यो गल्ती चाहिँ नगर्नुलाई ढोङमा के गर्नुलाई भने एउटा लामो मोटो गाडा ल्याउनुलाई यत्रो खोल्नुलाई यत्रो हल्का कप काटेर गरेर खोल्नुलाई अनि त्यसपछि फेरि यस्तरी पानीमा डुब्छ। आधी 1 घन्टालाई छोडिदिनुलाई माछा मस्ती भएका बगाला भएका ठाउँमा। त्यसपछि यस्तरी पस्छन् यस्तो तरिकाले ढालले निकाल्ने नि भइहाल्छ कि। अहिले त उल्टीतिर टल गराएछ उल्टीतिर टल सकिन्न क्या गाइस आज गोटा हन्टिङ। ए कसै फोन गर्थ्यो भोलि यो भ्लग बनाएको नि आउनु पर्ने थिएन फेरि। यो हाम्रो भेमस्ताल भन्ने जस्तो हो क्या हाम्रो बाङ्गी खोला तर धमिलिन्छ धरो धमिल्यो। तपाईँले गोटा ढाङ देखाइदिउँ गोटा ढाङ है गोटा ढाङ। अस्ति मैले होइसले पच्चा हानेको थिएँ तर भागे जस्तो लाग्यो लास्ट ढाङ खसालेछ क्या कि गोटाले। यही हो केटा गाइजहरू गोटा ढाङ के अरे गोटा ढ्याङ गोटा ढाङ यही हो गाइजहरू। यस्तो हो क्या कमेलमा यस्तो गर्ने। अरे बाफरे सो अल राइट गाइज सो अल राइट। अब चाहिँ म डोको लिएर घर जाँदैछु होइन। त्यही ऐनेकै बाटो के काम गऱ्यो भने भ्लग भिडियो त्यस्तै भयो होला। राम्रो ल्याउन कोसिस गर्छु भोलि त्यस्तै हुन्छ होला भोलि पनि गाइजहरू। यो आजलाई यति नै समय हेरिदिनुमा धेरै धेरै धन्यवाद। हृदयदेखि धन्यवाद। यति भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्ते बाई बाई। फाइनल्ली घर आइसक्यो गाइजहरू। त्यस्तो त्यसो ठुलो हाल्नुपर्छ पैसा नगएर कति ठुलो छ गाडी खेर कम त भारी भयो। यस्तै कलम कुर्नु पानी खाइदिनु आमा मुई छ कि नै बाहिर निस्कियो टिकट खोलेर ढल चोकेको थियो यार खत्रै गर्नु बेसी भन्ने सानो ठाउँ हो चुइँ गर्छ टाउका पानी पनि कत्रो आएको।